तिमीहरू जस्तो नौटङ्की मान्छे त को होला नि यो दुनियाँमा। अस्ति गर्मी महिना थियो, आथा कति गर्मी, कहिले जाडो महिना आउँछ, मलाई त यो गर्मी महिना पटक्कै मन पर्दैन भन्थे। अनि अब जाडो महिना सुरु भयो, आछुछुछु कति चिसो, बरु यस्तो चिसो भन्दा त अस्ति गर्मी महिना ठिक थियो नि, यो जाडो त मन नै पर्दैन भन्न थाले। कति छिटो मुड चेन्ज भयो नि तिमीहरूको। छेपारोको रूप बरु के त्यति छिटो फेरिन्थ्यो होला, तिमीहरूको कुरा फेरिसक्यो। अनि अरूलाई चाहिँ भ्यागुते र स्यागुते भनेर नाम राख्दै हिँड्छौ होइन। अझ फेरि त्यही जाडो महिनामा हिउँ चाहिँ पर्यो भने भैँसीको छालाभन्दा बाक्लो ज्याकेट लाएर हुन्छ कि मकुन्दो लाएर हुन्छ कि उफ्री रमाई खेल्न चाहिँ जान्छन्। चिप्लेर लडे पनि मतलब छैन, दुख्दैन है त्यति बेला त। फेरि नाटक देखाउनु परिहाल्छ क्या, यिनीहरूलाई फोटो खिच्नु पर्यो, भिडियो हाल्नु पर्यो। अनि हिउँ खेल्दा चाहिँ तिमीहरूलाई जाडो हुँदैन, चिसो हुँदैन। सामान्य दिनमा चाहिँ तिमीहरूलाई चिसो हुन्छ। कतिसम्म तिमीहरूको नाटक नौटङ्की छ नि, हामीलाई त खोइ केही मतलबै छैन त। के साह्रो हो तिमीहरूलाई।